हामी अहिले कोलपुर छौँ। हाम्रो यात्रा सुरु हुँदैछ। उताबाट भाइ भाउजूहरू दिदीहरू आउँदै हुनुहुन्छ। हामी कोलपुर वेटिङमा छौँ। अहिलेको 8 बज्यो, साँझको 8 बजे। हाम्रो चाहिँ आज पहिलो काठमाडौँको यात्रा छ। काठमाडौँ पुग्छौँ हामी पहिला, त्यसपछि हाम्रो चाहिँ दार्जिलिङ सिक्किमको भ्रमण रहेको छ। हामी सबै वेटिङमा छौँ। यहाँनिर के छ? वेटिङमा छौँ। अब चिसापानी चेकपोस्ट आइसक्यो। अब आधी घन्टाभित्र आइपुग्छ गाडी। इभान के छ? खुसी छौ नि? इभान के छ अरे? एक्साइटेड हो कि अरे? वाउ, ल खुसी छ छोरो पनि। दाइ पनि हुन्छ यहाँ, एके दाइ हामीलाई पुर्याउन आउनुभएको। फोन गर्दै हुनुहुन्छ अहिले। कोलपुर छौँ, स्टेसनमा आउँछौँ। दाइ ठिकै छ नि दाइ? हाम्रो फाइनल्ली हो। हेलो विनम्र, हाउ आर यु? फाइनली हाम्रो गाडी आइपुग्यो। नानो दादा यो ल खै दिदी, खै दिदी ल। हेलो, कस्तो छ? कस्तो भइरहेछ? हेलो हेलो ल बोलाइ ल। ठिक छ, अब ठिक ल। अब हाम्रो यात्रा सुरु भयो। हामी अहिले कोलपुर सौरामा छौँ। यहाँ गाडीमा अलिकति हिटिङको समस्या, गाडी हिट भयो भनेर बनाउँदैछन्। अहिले हामी 9:30 बजे हिम शिखर तन्दुरी होटल राप्ती सोनासरी कपरे काबर बागेबा खाना भरेका छौँ। खाना खाने ठाउँ आइपुगेको छ। हेलो नानी। हाम्रो टोलीहरू झर्दैछन्। विनम्र, खाना खाने ठाउँ आयो। हेलो ल, खाना खाने ठाउँ आएको छ। मान्छे झरेकी छिन्। अब मान्छे आएबाट बुझेपछि नाक यार के भयो? लोट्यो क्या? नाति बाबु पनि आछन्। ल के भन्नुपर्छ भन है। 6:30 बजे बिहान खाजा अब हामी काठमाडौँ 5 घन्टा, अझै 5 घन्टा लाग्छ हाम्रो यात्रा। अब हाम्रो गाडी जान्छ तयार। हामी चाहिँ अब थानकोट आएका छौँ। केटाकेटीहरू थाकेर गरे। कस्तो भइरहेको यात्रा? विनम्र, दिदी मान्छौ अहिले हामी काठमाडौँ आइपुग्यौँ। अहिले दिदीको घर छौँ हामी सबैजना। अहिले 11-12 बज्यो। अब यहाँ चाहिँ हामी खाना पकाउँदैछौँ। टोलीहरू ल खाना पकाउँदैछन् टोलीहरू। यहाँ कोही खाइरहन्। काठमाडौँ आइपुग्यौँ।
ल युवान पनि नुहाएर भ्याइसक्यो दादा ल केटाकेटीहरू यहाँ आइप्लेक्स मलमा आएछन् रमाइलो गर्दैछन् अब उठाउनेहरू चिया गर है ये लोड लिने क्या समाउनु पर्छ मोमो केटाकेटीहरू मोमो बर्गर खान लाग्छन् हाम्रो यात्रा सुरु भएको छ हामी अब आज यहाँ काठमाडौँबाट काकडभिट्टा झापा भिट्टा मोड पुग्नेछौँ आज झापाको भिट्टा मोडको लाउरे होटलमा बसाइ हुनेछ आज हाम्रो दिदीहरू आउँदै हुनुहुन्छ सामान कान्छी दिदीको घर हो यो दिदीहरू रमाइरहेका छन् ओ नानी के भयो ल गाडी आइपुग्छ हाम्रो विनम्र हाम्रो यात्रा सुरु है त अब हामी धुली खेल आइपुगेका छौँ धुली खेल अब खाजा खाने समय भएको छ हाम्रो कति राम्रो घाम लागेछ है हामी दोलखाली उत्सव खाजा घरमा खाजा खाँदैछौँ के छ नानो ठिक छ नि खाना
माछा कसो छ खाना नानीले के खाइदिन् त बन्द खाना त देख्छन् हामी सिन्धुली आएका छौँ अहिले सिन्धुलीमा खाजा खाँदै हाम्रो गाडी पनि चार्ज गर्दैछ सिन्धुली सिन्धुली झापा सिन्धुली घारी घुमेर खेल्छ सिन्धुली घारी घुमेर खेल्छ सुन्दरीमै कतिमा राम्रो दरबारा मार्यो नि मायाले मार्यो सुन्दरीमै कतिमा राम्रो दरबारा मार्यो नि मायाले मार्यो खाऊ टन्न नथेर है आज हामी त्यो झापाबाट बिहानको ब्रेकफास्ट खाएर अब हामी बोर्डर जान्छौँ इन्डियाको बोर्डर गएर सिक्किमको यात्रा हुनेछ कस्तो भयो त खाजा ल इभान के खाएको इभानले त्यो वाउ यता इभान यो हेरि आज हामी झापामा ब्रेकफास्ट खाँदैछौँ खै ब्रेकफास्ट केही पनि खाली छ र आफूलाई सुगर आलु नै आलु छ के गर्ने गाह्रो छ गाह्रो पन्साई चना खाइयो चना ल चना खाए त भइहाल्यो नि इन्जोय हेलो एलिना हेलो हेलो बिन्दु ब्युटिफुल गाइजहरू छन् यहाँ लेडिजहरू सुर्खेती हेलो ठुलबाबु हेलो सुर्खेत खै नानी हेलो डन वाउ सानी ए हाम्रा परिहरू ओ जेठी परी हेलो हाम्रो सानो डन खै हेलो कान्छी के छ ती खिचौँ लाग्यो ती छ अरे राम्रो हामी अहिले बिएनसी टिचिङ हस्पिटलमा छौँ दुर्गापुर साईको हस्पिटल निकै राम्रो रहेछ
भएको छ अब ल हाम्रो यात्रा सुरु भएको छ अब हामी चाहिँ यहाँ बोर्डरबाट अब हेलो 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 ए सबैले हेर ग्यान्डोक रिजर्भ भयो नेपाली तेरी भयो कति बज्यो भनेको 1:10 भइसक्यो त भन्दै हामी फाइनली सिक्किम आइसकेका छौँ अहिले सिक्किम हामी सबैजना हेलो गाइजहरू हेलो 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 निकै रमाइलो लाग्यो सिक्किम इन्डिया जस्तो फिलै भएन सबैजना आफ्नै दाजुभाइ जस्तो हुँदो रहेछ सबैजना नेपाली बोल्ने भाषाले गर्दाखेरि घुम्नको लागि निकै सजिलो रहेछ ठाउँ सबैलाई आउनु होला घुम्न हामी बाटोमै छौँ हजुरहरूलाई अपडेट गरौँला नयाँ नयाँ ठाउँको हामी फाइनली सिक्किमको आज बस्ने होटलमा आएको छौँ अस्त्र किल्ला हाम्रो मान्छे निकै जाडो भयो भने चाहिँ बुट पनि कसिन्छ यतै सम्झाउनु त टोलीले पनि सम्झाउनु मलाई हामी सिक्किमको बिहानको ब्रेकफास्ट खाइरहेका छौँ अब हामी केही क्षणमा सिक्किमको भ्रमणमा निस्किनेछौँ बाहिर अहिले सबैजना मेरा चल्ला चल्लीहरूले नास्ता खाइरहेछन् के छ चल्लो अर्की नानी के छ त मेरो छोरी छोरी हेलो छोरी बाबुले छोरी बनाइदिनु भएको अरू उनकी आफ्ना आउने यार चिन्नै गाह्रो छ त यार गर्दा हजुरको नाम शुभ नाम के पऱ्यो म चिनिनँ त हजुरलाई नाम छैन स्मरण भएको छैन आजदेखि तिम्रो नाम फुलकुमारी हजुरको शुभ नाम
सबै आए यहीमा अटाइदिनु र तिमी कहिले फर्क्यौ ल ल बाहिरतिर त मुदिरहेको खाएर अब त्यो फलै गर्दैन अब जता पाए त्यहीँ मुदिरहेको यहाँ त तपाईँको मुद्यो भने तपाईँको फाइन हो 5 जतासुकै मुद्यो किन यहाँ चाहिँ नेचरलाई पूजा गर्छ प्रकृतिलाई पूजा गर्छ किन हामीले यो नेचरसँगै जोडेको छ नि मान्छे बिहान उठेर चाहिँ मन्दिरहरू गुम्बाहरू यो चर्च जाने कामै छैन बिहान उठेर बादललाई पानीलाई हावालाई पूजा गर्नुपर्छ यो नेचरसँग चाहिँ हामी यसलाई चाहिँ इन्भाइरोमेन्ट हुन्छ नि त्यहाँदेखि बाँकी कम्युनिटी गर्दा भयो नि अब कहाँ जान्छ तर मान्छेले उनीहरू नेचरलाई बुझाइ गर्दैन गलत हो अन्त अब नेचर सफा छ भने त भगवान आउँछ अनि हावा पानी नै मैले राखेको थिएँ फाइदा त्यो कन्सेप्ट चाहिँ यहाँ पहिल्यैदेखि हामी चाहिँ नानीहरू हामी चाहिँ नेचर मान्छे बाह्र सय मिटर उचाइमा छौँ 1200 मिटर हाइटमा चिसो छ ज्याकेटहरू पनि पाइँदो रहेछ ल हामी चाहिँ अहिले 1200 फिटमा आएका छौँ 1200 मिटर फिट उचाइमा पानी परिरहेको छ निकै जाडो चिसो छ सबैजना केटाकेटीहरू टोपी लगाएर मोजा जुत्ता लगाएर अब गाडी चढ्न गाडी आए
12,400 फिटको उचाइमा छौँ। यहाँबाट 18 किलोमिटर पछि चाइनाको बोर्डर रहेछ। यो तालमा पुरै हिउँ आउँछ। सिक्किममा 40 स्पिसिसको रोडोडेन्ड्रन्सहरू छ। त्यसमा यहाँनिर पनि धेरै स्पिसिसहरू यहीँनिर पनि पाउँछ। अनि यहाँनिर पाउने एनिमल्सहरू भनेको चाहिँ घोरलहरू पाउँछ, रेड पान्डाहरू हो। तर त्यो चाहिँ देख्नु अब एकदमै रेयर छ, साइटिङ्स कोही कोही बेला मात्रै हुन्छ। अनि यहाँदेखि केबल कार चढ्नु भएको, अब अहिले त वेदर ठिक छैन, केबल कार चढ्यो भने चाहिँ माथि चाहिँ तपाईँको 13,119 फिटमा पुऱ्याउँछ। त्यहाँदेखि चाहिँ के देख्छ भन्दाखेरि चाहिँ यता यो साइडमा चाहिँ कञ्चनजङ्घा मजाले देख्छ नजिकमै। कञ्चनजङ्घा हिमाल। हजुर। अनि यो यता माथि कालो पाहाड देख्छ नि, त्यसको उतानिर चाहिँ चाइना देख्छ। अनि यो उता साइडमा चाहिँ भुटान देख्छ। यो पाहाडको उता साइडको भुटान होइन। हजुर। यो चाहिँ होइन, तर अब उतानिर देख्छ, यहाँदेखि देख्दैन, माथिदेखि देख्छ हो। त्यस्तो छ यो चाहिँ। चाइना र भुटान दुबईको सिमाना रहेछ यहाँ। यहाँदेखि माथिनिर, योदेखि माथिनिर चाहिँ तपाईँको थुप्रै बाटोहरू कनेक्ट हुन्छ। अब एउटा त्यो इन्डिया चाइना बोर्डर जाने बाटो भयो। त्यहाँदेखि यहाँदेखि माथि गएर तपाईँको ओल्ड सिल्क रुट भन्छ नि। हजुर। ओल्ड सिल्क रुट जहाँबाट चाहिँ पहिला ब्रिटिसहरूको टाइममा इन्डिया टिबेटहरूबाट चाहिँ तपाईँको सामानहरू यताउता गर्ने ट्रेडिङ गर्ने बाटोहरू पनि सबै यतैबाट पुग्छ। अहिले चाहिँ यो बाटोबाट चाहिँ कैलाश मानसरोवर पनि जान्छ हो। कैलाश मानसरोवर जाँदाखेरि एक्लोमेटाइज गर्ने जग्गानिर तलनिर छ। अनि अघि हामीले चिया खानुभन्दा रोकेको त्योभन्दा अलिकति मुनि धेरै बेसी ग्रुपै पनि आर्मी क्याम्पहरू। हजुर। त्यो चाहिँ आर्मीको ट्रान्जिट क्याम्प हो। अनि त्यहाँबाट चाहिँ जति पनि यहाँ बोर्डर्स एरिया छ, यो भयो, यो जग्गा भयो, अनि यहाँदेखि माथि माथि जति छ डोक्लाम, छोला के भन्ने जग्गाहरू धेरै छ। त्यो सबै जग्गामा चाहिँ त्यहाँबाट नै आर्मीहरू डिस्पर्स हुन्छ हो। के भन्छ नि त त्यसरी उता बस्नु त्यो राइडमा पक्नै म अगाडि जान्छु। त्यो बोल्दैन कि के हो हामी अहिले कहाँ हनुमान हामी अहिले हनुमान टकमा आएको छौँ। हनुमान टक सिक्किमको हनुमान टक। सिक्किमको हनुमान टक।
बस जाऊँ त यहाँ उता गाडी आउँछ यहाँ ए बाबु यहाँ जानु सिरियन हस् हस् हामी सिक्किमको वेस्ट पोइन्टमा छौँ अहिले हेलो सबै यता हेर हेलो यसलाई फोटो खिचाउन यहाँ होइन ट्याक्सीसम्म नि जाने पछि उताबाट रोड आइपुग्यौँ एमजी रोड वेलकम टू लाल बाजार
आज हाम्रो सिक्किमको दोस्रो दिन बिहानको ब्रेकफास्टमा पुरी तरकारी भएको छ। हामी दार्जिलिङ जाँदैछौँ सिक्किमको यात्रा पुरा गरेर दार्जिलिङलाई जान लागि रेडी भइरहेको छ हाम्रो यहाँ। विनम्र आज अभी कहाँ जान्छौँ? दार्जिलिङ। नानी दार्जिलिङ जान्छौँ आज। दार्जिलिङ जाँदैछौँ खै त दिदीहरू हामी सिक्किम बसेको होटल। ए सबले हेरौ हेलो हेलो बाई। हामी सिक्किमको यात्रा पुरा गरेर अब दार्जिलिङ जाँदैछौँ। हेलो 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 बाई। हेर न अब दाजुको फोटो पनि खिच्छ चिन्नुहुन्छ उता। फेरि अर्को ट्याक्सीमा चारधाम जाँदैछौँ। अब यहाँबाट गाडी चेन्ज गरेर चारधाम पुगेर घुमेर फेरि हामी दार्जिलिङ जानेछौँ।
ए छिटो बस बस के भयो हेलो हेलो हामीले कहाँ छौँ चारधाम हेलो 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 दिदीहरू कहाँ आइपुग्नुभयो हामी चारधाम आइपुग्यौँ नानी कहाँ आयो कता आयो दार्जिलिङ प्रवेश गरियो अब दार्जिलिङ सिक्किमलाई छोडेर दार्जिलिङ सुरु भयो यहाँबाट तर नेपाल भएको यो विकास हुँदैन अर्को के त्यो रातो ब्याग
अब कति बेलामा जाने हो काका यसलाई कति रुपियाँ हो मेरो पनि आउनु गरे नाच त त्यहाँ नाच्दैन म खाना खाइदिनु के टाकटाको भयो खाना पस्किन्थ्यो यार त्यहाँ भएन त्यहाँ अप्ठ्यारो भयो खाना पस्किन दार्जिलिङको खाना दार्जिलिङको खाना ल खाऊ दार्जिलिङको खाना आज दार्जिलिङको बसाइ पानी परेको छ आज दार्जिलिङमा बत्ती बले है नानु बत्ती बले है हेलो भान्जी गुड मर्निङ दार्जिलिङको बसाइ कस्तो भयो आज पानी निकै परेछ घुमाइ होला जस्तो छैन आज अब हाम्रो ब्रेकफास्ट हुँदैछ कस्तो भयो दार्जिलिङको बसाइ पानी परेछ ल आज हामी दार्जिलिङ भ्रमण सकेर अब आज हामी इलाम हुँदै धरान आजको बास धरान हुनेछ आज हामी धरान बस्नु पनि सुनिया खुसी भएछु
जाँदैछौँ हामी इलाम। दार्जिलिङको टुर सकियो। कस्तो भयो दार्जिलिङ? पानीले डिस्टर्ब गर्यो, त्यही माथि बिहिबार पर्यो। फेरि अर्कोचोटि आउन पाइने भयो। फेरि खर्च गर्नु भयो। सिक्किम बढी भयो, सिक्किममा टाढा भयो ठाउँ। अब आयो नि दार्जिलिङसम्मलाई टुर रहेछ। बेङ्गालीहरू के गर्छ उनीहरू चाहिँ यही ट्रिप तपाईँहरूले जुन चाहिँ गर्नुभयो 3 दिनमा 3 दिन 4 दिन भयो। यही बेङ्गालीहरू गरेर चाहिँ 6-7 दिन हुन्छ क्या। उनीहरू चट्टे जाने बस्ने, भोलि बस्ने, अर्को दिन अलिक उता गयो बस्ने। त्यसमा चाहिँ अब हामीलाई गाडी कुद्दा त दिनभरिमा कोही बेला कुद्यो भने 12 किलोमिटर 13 किलोमिटर। हामी चाहिँ सिक्किम के अरे इलाम, अब इलाम चिया बगान जाँदैछौँ। दार्जिलिङबाट आएर यहाँ बिहानको खाना खाइयो। बाहिर मौसम निकै पानी परिरहेको छ। यो पर पाथिभरा मन्दिर पनि यसमा जाने। त्यसपछि नेपाली गाडी आउँछ, इन्डियन गाडी अब नेपाली गाडी आउँछ त्यहाँबाट। नेपाली गाडी इभी। हामी अहिले कन्यामा आएका छौँ। कन्यामा निकै पानी परेर हुस्सु लागेको छ अहिले। ल हेर्नुहोस् कन्यामैको डाँडामा यसको टिकट लाग्छ दाइ? हरे शिव जाने ना तिमीलाई, यही गाडी हो। कन्याम दिदी कन्याम केही भन्नु छ भन्नु नि। अब पानीले हामीलाई साह्रै डिस्टर्ब गरेको छ। कन्यामा हुस्सु लागेको छ। यति इन्जोय गर्ने मन थियो तर भएन। म टिकटक बनाऊ, रमाइलो गरौँ यहाँ। नानु टिकटक हुस्सु अर्कोचोटि आउला नि। कान्छी नानी पनि हिँड्छिन्। यहाँ मौसम बादल कन्यामा निकै रमाइलो भएको छ। सबै आफ्नै तालमा छन्, रमाइलो छ। यता कान्छी फोटो खिच्दैछिन्। ए सानी नानी सिरियान
यही फुलसुलमा किन ए आऊ खाना चाहिँ चार छवटा आयो अब दुईटा हैन हामी धरान आज धरानमा छौँ आज हामी धरानमा रेड बुल उता राख्नु दादा कस्तो छ खाना के छ खाना गुड मर्निङ धरान गुड मर्निङ धरान उल्टो बजेको आज हामी धरानबाट छुटिँदैछौँ आज हाम्रो यात्रा पुरा भएको छ दिदीहरू काठमाडौँ जानु छ बाँकी रहेको हामी टोलीहरू आज सुर्खेततिर लाग्नेछौँ हेलो हाम्रो यात्रा पुरा भएर अब आज हामी धरानबाट सुर्खेत जाँदैछौँ कस्तो भयो बर्खा लाग्यो बर्खाले हामीलाई चाहिँ डिस्टर्ब गर्यो धरान घुम्न पाइएन हामी परेको थिएँ धरानबाट उठ्दैछौँ पानी निकै परेको छ यात्रा गर्न सक्नु पुरा बाढी खतरा उता पुरा अनि हेर्नु गाउँ गाउँ हुन्छ Espera. दूधको यो भन्नु हामी चाहिँ कोलपुर आइसकेका छौँ कोलपुर आएर हामीले गाडी निकालेर अब आफ्नै गाडीमा सुर्खेत जाँदैछौँ यहाँ बाबुहरू चाहिँ चटपटे खाँदैछन् अहिले चटपटे अब हामी एकछिनमा सुर्खेत जाँदैछौँ नानु हेलो हामी चाहिँ सम्पूर्ण इभान हेलो हेलो हामी सबै नेपालमा जायौँ
सुट सकिएको छ अब 36 घन्टापछि आइपुग्यो लामो यात्रापछि